नेपालको सुरक्षा नीतिमा नयाँ मोड। कक्षा 8 देखि 12 सम्म अनिवार्य सैन्य तालिम। युद्धको बेला हरेक नागरिक बन्नु पर्नेछ सिपाही। संसदमा दर्ता भयो कडा विधेयक। अब नेपालका स्कुले विद्यार्थीहरू केवल किताब बोकेर परीक्षा हलमा मात्र जाने छैनन्, बरु देशमा संकटपर्दा बन्दुक बोकेर युद्धको मोर्चामा लड्न समेत तयार हुनुपर्नेछ। राजा महेन्द्रको पालाको 56 वर्ष पुरानो राष्ट्रिय सेवा दल ऐन 2027 लाई पुरै खारेज गर्दै संसदमा एउटा यस्तो कडा विधेयक दर्ता भएको छ जसले नेपालको विद्यालय शिक्षा र राष्ट्रिय सुरक्षाको रणनीतिलाई पुरै बदलिदिनेछ। नयाँ दर्ता भएको विधेयक अनुसार कक्षा 8 देखि 12 सम्मका 13 देखि 21 वर्ष उमेर समूहका विद्यार्थीहरूलाई अनिवार्य रूपमा 2 चरणको सैन्य तालिम दिइनेछ। विशेष कुरा के छ भने यो कानून केवल विद्यार्थीहरूमा मात्र सीमित छैन। यदि देशमा युद्ध, आन्तरिक द्वन्द्व वा कुनै ठूलो राष्ट्रिय विपत्ति आइलाग्यो भने मन्त्री परिषदले निर्णय गरेर जुनसुकै नेपाली नागरिकलाई अनिवार्य रूपमा सैन्य तालिम दिन सक्ने र उनीहरूलाई राष्ट्र सेवा वा रक्षाका लागि अनिवार्य रूपमा कटाउन सक्ने कडा कानूनी बाटो खोलिएको छ। आखिर यो नयाँ विधेयकमा अरू के कडा प्रावधानहरू छन्? यी कलिला बालबालिकाहरूलाई हतियारको तालिम किन दिन लागिएको हो? आउनुहोस् यस विधेयकको भित्री रहस्य के हो विस्तारमा बुझौं। संसदमा दर्ता भएको नयाँ विधेयकले विद्यार्थीहरूलाई स्पष्ट रूपमा 2वटा कडा डिभिजनमा वर्गीकरण गरेको छ। पहिलो हो जुनियर डिभिजन, जसमा कक्षा 8 देखि 10 सम्मका 13 वर्ष पूरा भई 18 वर्ष ननागेका विद्यार्थीहरू पर्नेछन्। दोस्रो हो सिनियर डिभिजन, जसमा कक्षा 11 र 12 मा अध्ययनरत 16 वर्ष पूरा भई 21 वर्ष ननागेका विद्यार्थीहरू समेत हुनेछन्। यी दुवै डिभिजनका विद्यार्थीहरूलाई 2 चरणमा कडा तालिम दिने व्यवस्था गरिएको छ। पहिलो चरण अन्तर्गत विद्यार्थीहरूले आफ्नै विद्यालयमा अध्ययन गर्दै 79 दिनसम्म शारीरिक व्यायाम, अनुशासन र प्रारम्भिक सैन्य ज्ञान लिनेछन्। त्यसपछि सुरु हुन्छ यसको सबैभन्दा कडा र मुख्य पाटो, दोस्रो चरण। 21 दिनको विशेष सैनिक क्लोज क्याम्प। विद्यार्थीहरूलाई 21 दिनसम्म विशेष सैनिक ब्यारेकमा लगेर राखिनेछ, जहाँ उनीहरूलाई कठोर सैन्य अनुशासन सिकाइनेछ। अझ गम्भीर कुरा के छ भने सिनियर डिभिजनमा रहेका कक्षा 11 र 12 का विद्यार्थीहरूलाई यो क्याम्पमा प्रत्यक्ष रूपमा हतियार सञ्चालन, फायरिङको कडा तालिम समेत दिइनेछ। राज्यले स्कुल